अहिले चाहिँ मलाई त्यो बुढेसकालको महसुस अलिक कम भइराखेको छ। बरु लेख्न पाइन, बोल्न पाइन, सिर्जनाका बारेमा कुरा गर्न पाइन भने चाहिँ अलिकति बुढेउलीले छोयो कि जस्तो लाग्छ। तर यो अवसर पाइरहँदा चाहिँ मलाई बुढेउली भएको अनुभव हुँदैन। तर साहित्य लेखनमा ग्याप भयो भने तपाईँको लेखन यात्रा चाहिँ रोकिएन होइन त? लेखन यात्रा रोकिएन। समाज परिचित गराउनलाई एक लेभलले जानुभयो होइन। राजनीति लेखियो, समाज, तपाईँले भने जस्तै, सुभाष बाबुले भने जस्तै समाजलाई, समाजमा भएका दुःख सुख, राम्रा नराम्रा कुराहरू समाजलाई देखाइदिन, समाजमा झल्काइदिन लेखियो। त्यो पनि एउटा आर्टिकलको रूपमा लेखियो, काहीँ कविताको रूपमा लेखियो, काहीँ त्यत्तिकै प्रसारण गरियो होला। पछिल्लो चरणमा त आफै पनि प्रसारण गर्ने चलन आयो होइन। त्यस कारण लेख्न चाहिँ छोडिन। ठिक भन्नुभयो, लेख्न छोड्नु भएन। अब लेखनको सुरुवात जस्तो भने नि बाल्यकालदेखि नै लेखन यात्रामा लाग्नुभयो। थोरै बाल्यकालमा जाउँ, कसरी सुरु हो त्यो लेख्ने, म यो लेख्छु भनेर कसरी सुरुवात गर्नुभयो? तपाईँको पहिलो लेखन के थियो? यस्तो हुँदो रहेछ, खोइ यो त म स्वयंलाई पनि थाहा छैन होइन। म खोटाङमा जन्मिएको हो। मेरो उमेर त्यहाँ 8-10 वर्ष म हुन्जेलसम्म सायद म त्यहीँ बसेँ होइन। 10-11 लागेको थिएँ होला होइन। त्यति बेला त्यहाँ खोटाङको सिम्पानी भन्ने गाउँ हो। मैले धेरै ठाउँमा भने पनि छु अन्तर्वार्ताहरूमा। त्यहाँ चाहिँ साहित्यिक कार्यक्रमहरू भइरहन्थ्यो स्कुलमा। अनि वर्ष दिनमा 6 महिनामा ठुल्ठुलो हटिया लाग्थ्यो। हप्ता दिनमा पनि हटिया भन्छ नि, त्यहाँ हाट भन्छ, बजारहरू लाग्थ्यो। त्यस्तो बेलामा कुनै पर्व पारेर नाटकहरू अभिनय गराइन्थ्यो। हामी जस्ता कलिला केटाकेटीलाई त्यहाँ खेल्न लगाइन्थ्यो। यसरी गर्नु भनेर त्यहाँका सरहरू आफै डाइरेक्टर भएर हामीलाई डाइरेक्सन दिनुहुन्थ्यो होइन।